Hello everyone, good morning. Today is day 12 of 75 days art challenge. म चाहिँ वाकमा निस्किन लागेको अब मेरो पुन्टुसँग खै पुन्टु आज चाहिँ हामी गल्फ ग्राउन्डतिर जाँदैछौँ होइन धारा चाहिँ उठेर अनि धारा बस्तीको उता चाहिँ ग्राउन्डहरू छ ओ माई गड यो फुल पहिला राम्रै थियो हामी पहिला आउँदाखेरि आजपछि खोलाले बगाएको कि भत्किएको सायद खोलाले नै बगाएको हुनुपर्छ यो खोलाले यहाँ झुलुङ्गे पुल थियो त्यो पुलमा चढ्दा आनन्द आउँथ्यो अहिले चाहिँ पुरै भत्काएर रहेछ है अनि यहाँ चाहिँ वरपार गर्नको लागि एउटा सानो बाँसको पुल बनाउनु भएको रहेछ ओ माई गड कस्तो कति ठुलो खोला रहेछ है भत्काउँदा अनि योहरू चाहिँ ग्राउन्डहरू हो गल्फ ग्राउन्डहरू स्टिल यहाँ खेल्नुहुन्छ होला है गल्फ चाहिँ यस्तो ग्राउन्डहरू थुप्रै छ त्यहाँ छ होइन जे होस् ठाउँ ठाउँमा छ यहाँ चाहिँ आनन्द छ आज हामी यहाँसम्म पुग्यो के अरे ऊ त्यहाँ एउटा ग्राउन्ड छ ठुलो ग्राउन्ड त्यहाँ गएर एकछिन आज चाहिँ मैले हनुमान दण्ड र सूर्य नमस्कार यतै गर्न सोचिरहेको छु तपाईँहरू पनि दिनको मिनिमम 1 आवर आफ्नो हेल्थलाई दिनुहोस् ल यो पुन्टेको ताल हेर्नु ल हिलोमा खेलिरहेको छ यसलाई चाहिँ रोपै लागेको छ पुन्टु ओइ पुन्टु यस्तो हिलोमा खेल्न रमाउँछ चिसो ठाउँमा खेल्न रमाउँछ यो यहाँ चाहिँ यस्तो पुरै धेरै चेन्जेसहरू भइसकेको रहेछ त नि ओ माई गड पानी लिक भएछ होला यहाँदेखि यो चाहिँ पुरै पौडी नै खेल्न मिल्ने हो क्या सही हो पहिला यहाँ सानो पौडी थियो होइन यहाँ चाहिँ अहिले पुरै पुरिरहेको रहेछ पौडी नि खेल्थ्यो केटाहरूले 14 वैशाखमा पुरै यो डाँडामा आगो लगाएको छ के अरे यो ठाउँ चाहिँ बबाल छ है एक्सर्साइज गर्नको लागि आज चाहिँ यो ग्राउन्डमा म चाहिँ जुत्ता खोलेर खाली खुट्टा चाहिँ वाक गर्न गइरहेको छु यहाँको चाहिँ यस्तो बिहान यो शीत परेको जमिनसँग एकदमै क्लोज हुनु पनि धेरै फाइदाजनक हुन्छ यस्तो बेयर फुट होइन यसले चाहिँ एकदमै मान्छेको डिप्रेसनमा छ भने त्यो नि कम गर्छ अरे अनि अरू धेरै बेनिफिटहरू हुन्छ अरे यो चाहिँ क्यास्केड हो कि यो चाहिँ पानी यहाँदेखि झर्दाखेरि चाहिँ बबाल देखिन्छ पुन्टु आइज कमन आइज हुन्छ त्यो अब कस्तो बबाल देखिन्छ कि है पुन्टु नमस्ते गरिदिनु त दाइले ल गर्छस् यो चाहिँ खै माग गर्नुभएको छ YDS 100 पुन्टु त दाइको भ्लग मार्दै दाइको भ्लग नो पुन्टु नो दिस इज द बेस्ट प्लेस के मेरो खुसीको सीमै छैन क्या आउच आई स्टिल वाक विथ बेयर फुट होइन त्यो भएर चिसो लागिसक्यो मलाई चिसो भन्दा कस्तो फिल भइरहेको छ कि आउट आएको कि मेरो पुन्टु पनि थाकिसकेको छ